नरेन्द्र मोदीले हुन त हाम्रो नेपालका प्रधानमन्त्रीसँग त भेट्न चाहँदैनन् उनी हैन कमल थापासँग भेट्नको कारण चाहिँ के रहेछ केही न केही रहस्य लुकेको छ पत्रकार महाशय त्यो सबै रहस्य तपाईहरुको मिडियाबाट भन्न मिल्दैन हाम्रो पनि किनभने आफ्नै एउटा गोपनीयता हुन्छ त्यो गोपनीयता राखौँला र केही दिनपछि तपाईलाई थाहा त छ नि थाहा छ किन गाउँ आजसम्म स्वयं भविष्यवाणी गरिसके त्यो सबै मिलेको छ भने यो पनि मिल्छ त्यति मितिका साथ भन्दैछु यो भन्दा पहिला के तपाईले अहिले भन्नु कि एटैन भन्छु भनिराखेको छु त राजाले जुन तिथि मितिमा जुन साइटमा दरबार छोडेका थिए त्यही तिथि मिति र साइटमा अब तपाईँ आफै बताउनुहोस् त्यही तिथि मिति र साइटमा राजा फेरि दरबार छिर्दैछन् जुन गेटबाट राजा दरबारबाट बाहिर निस्केका थिए हैन त्यसको विपरीत गेटबाट राजा फेरि दरबार छिर्दैछन् आफूले आफूलाई चिमट्नु त तपाईँ निद्रामा बोल्दै हुनुहुन्छ कि के सहीमा बोल्दै एकचोटि चिमट्नु नि तपाईँ निद्रामा त हुनुहुन्छ तपाईँ हैन तपाईँ बियोसीमा बोल्दै हुनुहुन्छ एकचोटि चिमट्नु त आफूले अलिकति लाएर चाहिँ यसो प्रश्न गर्न आउनुभएको छ हैन क्लियर कुरा तपाईँ त ज्योतिष हो नि ज्योतिषबाट तिमी मिति भन्दैछु त अघि भयो भन्थ्यो भनेको ल भन्नुहोस् ठ्याक्क भन्दै तपाईँ लम्बा चौडा कुरा नगरिकन लम्बा चौडा कुरा गरेको नचपाइकन अवश्य यदि जनताहरूले यदि साथ समर्थन दिएन भने हामी तान्त्रिक विद्याबाट पनि भए पनि राजालाई ल्याएरै छोड्छु त्यो मेरो ग्यारेन्टी हो र प्रत्येक गुरुहरूले हाम्रो धर्म बचाउँ संस्कृति बचाउँ र यो देशका देवी देवताहरूलाई उजागर गरौँ उहाँहरूकै ऊर्जाले राज संस्था ल्याउँछ यो सम्भव छ असार 17 भन्नुभएको थियो अब असार 17 पनि आउन लागिसक्यो खोइ त चहलपहल पनि न राजावादीहरूको चहलपहल छ न कहीँ केही छ तर तपाईँले भन्दै हुनुहुन्थ्यो यही असार 17 गते सत्ता बुझाउँदैछन् भनेर भन्दै हुनुहुन्थ्यो खोइ त कहिले बुझाउँदैछन् के गर्दैछन् कि भित्रभित्रै खुसुक्कै हो भूकम्प आउने र रुडीबाडी आउने हैन संकेत दिएर यति गते आउने भनेर माइक फुकेर हैन बाजा फुकाएर आउँदैन के त्यो केही आकाशमा कालो बादलहरूको संकेत चाहिँ दिन्छ अवश्य दिन्छ के हैन त्यस्तै केही आकाशमा कालो बादलहरू हैन तपाईहरुले केही दिनका सामाजिक हैन तपाई त्यस्ता कुरा नगर्नु न भने पानी पर्ने बेला पनि कालो बादल बटारेर आउँछ हैन भुइँचालो आउँदाखेरि पनि केही बिकेहरूलाई थाहा हुन्छ है भुइँचालो आउँदैछ है 17 तर यो दिन आउँछ भनेर ठुलो ढोली बजाएर आउँदैन नभए यत्रो संसारको विनाश किन हुन्थ्यो र हैन यो त राजनीतिको कुरा छ क्या यो सत्ताको कुरा छ क्या सत्ता फेरबदलको कुरा छ यहाँ तपाईलाई त्यही त सत्ता फेरबदलको कुरा पनि यही भन्दैछु त इतिहासमा कहिले नदौरेको इजरायल आजको इजरायल हेर्नुहोस् हैन त्यो कल्पना पनि गरेको थिएन हामी नेपालीले त्यो त्यसरी युद्ध लड्छौं लड्न सक्छौं भनेर त्यो कल्पना नगरौं मात्र यहाँ जनताले राजा चाहिरहेका छन् नेतृत्व गर्न सकिरहेका छैनन् यिनीहरू लुछाचुडी गरिरहेका छन् अब तपाईलाई घुमाइ फिराइ किन धेरै लम्बी चौडी छ जुन देशको पनि राजनीतिक बदलिनको लागि र त्यसको शक्तिहरू उथलपुथल हुनको लागि छिमेकी राष्ट्रहरूको त्यतिकै भूमिका चाहिन्छ यथार्थ सत्य हो जति सुकै मानिसले लुकायो हो राष्ट्रको परिवर्तन गर्नु त्यो राष्ट्रकै जनताहरूले हो तर छिमेकीको साथ र समर्थन अवश्य चाहिन्छ हैन छिमेकीले साथ दिइरहेको थियो फेरि छिमेकीले अमेरिकाले पनि साथ दिनै रहेछ इन्डियाले पनि साथ दिनै रहेको थियो अहिले दिइराखेका छन् दिनै रहेछ तर तपाईहरुको यो नेतृत्व भएन नेतृत्व गर्न सक्नु भएन तपाईहरु 10 करोड खानुभयो 10 करोड सक्नुभयो त्यसैले मौन बस्दिनु भएको छ तपाईहरु 10 करोड खानुभयो तपाईले कसलाई भन्दै हुनुहुन्छ के तपाईहरु कसलाई भन्दै हुनुहुन्छ तपाईहरुलाई कसलाई तपाईहरुलाई तपाई एउटा तपाई मोती तपाई पनि उफ्री राख्नु भएको छ नि त केही पाएर त तपाई उफ्री राख्नु भएको थियो होला तपाईले देखिराख्नु भयो स्वयं मैले आफ्नो मेरो कति इन्कम छ र कति पैसा चाहिँ मैले कहाँ तिरिरहेको छु डिटेल हामी अपराधीन हामी बैंकिङ कारोबार गर्छौं तपाईलाई सबै छ त्यही त बैंकिङ कारोबार गर्नुहुन्छ नि तपाईलाई बैंकबाट आयो होला क्यूआरबाट आयो होला तपाईलाई प्रत्येक उसमा हामी आफ्नो लगानी गरेर पानीदेखि लिएर भोजनसम्म गराउँछौं कि त्यहाँ बस्ने मानिसहरूलाई आफ्नो पैसा फ्रीमा ती नेतृत्व गर्छौं हामी गरिरहेका छौं भन्नेहरूले उता ल्याएर खाइरहेछन् अनि तपाईले चाहिँ मैले फ्रीमा खुवाइरहेको छु भनेर कसैले पत्तै दिनु पर्दैन सरी हो गलत यहाँनिर भएको छ
एकजना व्यक्तिले नेतृत्व व्यक्तिले पैसा ल्याएर बममा खाइदिन्छ र सारा निर्दोष व्यक्तिहरू त्यसैमा के अरे घुमलिन्छ र तपाईँहरूले त्यही एउटा सानो कुरालाई लिएर तपाईँ पानीमाथिको ओभानो नभन्नुहोस्, ठ्याक्क भनिदिनुहोस्। तपाईँ यथार्थ सत्य म बोल्दैछु त। अहिलेको राष्ट्रवादीहरूको नेतृत्व गर्ने सही नेतृत्वकर्ता भेटिएन। कोही सुटुक्क जाने दिल्लीमा जाने, दिल्ली दरबारसँग भेटघाट गर्ने, सुटुक्क आउने होइन, अनि 10 करोड लिने, आफै बस्ने, 2 दिनमा आफैले घोषणा गरेको आन्दोलन आफैले विसर्जन गरिदिने, चुप्लाएर बस्ने, यस्ता खराब नेतृत्वको कारणले र सही नेतृत्वलाई होइन यिनीहरूले तपाईँले कुरा निकालिहाल्नु भयो। अहिले हाम्रा पूर्व गृहमन्त्री कमल थापा इन्डियाको शरणमा परेका छन्। केका लागि इन्डियाको शरणमा परेका छन् नभन्नु होइन, एउटा शरणमै गएको हो नि। तपाईँलाई टु बी अनेस्ट शरणमै जाने भए हाम्रा परराष्ट्र मन्त्रीज्यू 3 चोटि इन्डिया गएर प्रधानमन्त्रीको लागि, प्रधानमन्त्री भेटघाटको लागि चाहिँ एउटा निमन्त्रणा पाउँ भन्दा निमन्त्रणा दिएनन्। अहिले आएर तपाईँलाई यो कुरा थाहा होला, फेरि खुलासा गर्दैछु। अबको केही दिनपछि यदि प्रधानमन्त्री रहिरह्यो भने भारत भ्रमण गर्छन्, भारतको राजदूतावासले भर्खरै प्रधानमन्त्रीलाई निमन्त्रणा दिएको छ। होइन कमल थापाको भेटपछि अचम्मको कुरो यही नै रहेछ क्या। कमल थापाको भेटपछि प्रधानमन्त्रीलाई भारतले निमन्त्रणा दिएको छ, प्रधानमन्त्री जाँदै। अचम्मको कुरो यही नै रहेछ क्या। कमल थापा त्यसरी इन्डियामा गएर प्रधानमन्त्रीसँग भेट्नु होइन, इन्डियाले यहाँको नेपालको प्रधानमन्त्रीलाई निमन्त्रणा दिनु, यो संयोग के हुँदैछ? यो भनेको जे यथार्थ सत्य यो राज्यले के मागेको छ, माटोले के मागेको छ, नेपाल आमाले के मागेको छ, आम जनताले के मागेको त्यही हुँदैछ। जुन भविष्यवाणी बारम्बार मैले गरिराखेको छु, 82 काट्दैन, 84मा चुनाव हुँदैन भने त्यही हुँदैछ। कसरी भन्दै हुनुहुन्थ्यो, अब यसरी भनेको बाटो हेर्नुहोस्, पोखरा कसरी पुगिन्छ भने त मुलिनबाट बाटो खन्दै गएपछि पुगिन्छ होइन र? हो होइन, तपाईँले क्लियर कुरा भनिदिनुहोस् न। कमल थापा प्रधानमन्त्री इन्डियाको प्रधानमन्त्रीलाई भेट्नको कारण चाहिँ के थियो? अथवा राजाले नै पठाएका हुन् कि अथवा राजाले पठाएको पनि होइन, केही पनि होइन। कमल थापालाई भारतीय प्रधानमन्त्रीले नै बोलाएर कि मलाई फेरि प्रधानमन्त्री बनाइदियो भनेर भन्न गए। कमल थापालाई भारतले प्रधानमन्त्री बनाएर बनिने भयो हो, नेपालीले प्रधानमन्त्री बनाउने हो, राज संस्थामा नेपालीले बनाउँछ, बुझ्नु भएन? तपाईँ अघि भर्खर भन्दै हुनुहुन्थ्यो के अरे छिमेकी राष्ट्रको पनि सहयोग हुनुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो। अहिले फेरि कुरा जिब्रो तपाईँ नबनाउनुहोस् है। तपाईँ प्रधानमन्त्री बनाउनलाई छिमेकी राष्ट्र प्रधानमन्त्री बनाएन। कुनै पनि के अरे प्रचण्डलाई इन्डियाले प्रधानमन्त्री बनाएको उनकै मुखबाट सुने हो कि ना? अनि तपाईँ जिब्रो नचलाउनु। तर राज संस्थामा त्यो हुँदैन। तर होस् केही बदलको लागि कसै न कसै छिमेकी, जस्तै भारत स्वतन्त्र हुनको लागि पनि नेपालको ठुलो सहयोग थियो कि होइन, नेपालमा राणातन्त्र फाल्नको लागि पनि भारतको ठुलो सहयोग थियो भने फेरि अहिले जुन यो माओवादी आयो नि 12 बुद्धि समझदारी, तपाईँहरूलाई के लाग्छ त? अब नरेन्द्र मोदीले राजा ल्याइदिन्छन् होइन, तपाईँहरू रैती बन्न पाउनुहुन्छ। नेपालीले राजा ल्याइदिन्छन् होइन, कहाँ ल्याउँछन्? कहिले राजाको रैती कोही पनि हुँदैन, राजाको प्रजा हुन्छ, कहिले पनि रैती त यो गुलाम गणतन्त्रवादीले रैती नबनाऊ भनेर गणतन्त्रवादीहरूले रैती भने रैती त यिनीहरू चाहिँ 33 वर्षदेखि 34 वर्षदेखि एउटैको गुलामी गरिरहेको छन्, एउटालाई खुट्टा ढोकिरहेको छन्, मर्न नसक्ने चेयरमा बसेकोलाई यसरी बोकेर गुमुत स्याहार पनि उहाँलाई नै सभापति सम्मानित भनेर ढोकिराखेका छन्। तपाईँहरूले राजा कसरी ल्याउनु? इन्डियाले ल्याइदिँदैन भन्नुहुन्छ, हामी नेपाली जनताले नै ल्याउँछौँ भन्नुहुन्छ। नेपाली जनता त्यत्र सडकमा उसले बिचल्ली बनाएर छोडिदिनु भयो तपाईँहरूले होइन। कसरी ल्याउनु छ तपाईँ? होइन, नेपाली जनताले नै राजा ल्याउँछन्, त्यो एक दिन साइड जोड। अब तपाईँले चाहिँ धेरै ठुलो आन्दोलन गरिराख्नै पर्दैन होइन, एकै दिनमा बदलिने कुरा हो। एकै दिनमा बदलिन्छ? एकै दिनमा धेरै लामो समय चाहिँदैन, म्याजिक भन्छ कि। जसरी तपाईँले मैले भनेको थिएँ नि सीता दाललाई त्यो आगो लाउँदै गर्दा 81 फागुन 25 मा जनता ओर्लेका देख्नु भएन? खोइ कहाँ गयो तपाईँको त्यो नेतृत्व? कहाँ गयो? चैत 15 मा जनताले साथ दिएका होइनन्? कहाँ गयो तपाईँको नेतृत्व? त्यो तपाईँलाई एउटा जेठ 15 गते जनताले साथ दिएका होइनन्? हाते आयो फुस्सा होइन। तपाईँलाई म एउटा कुरा भन्छु, सीता दालको त्यो दागबत्ती दिँदै गर्दाखेरि अब प्रचण्ड सिद्धियो, पितृदोष परेछ, 1 वर्षभन्दा
टिक्दैन भनेको थियो नि कसरी 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 भन्नुभएको थियो नि भयो नि त्यसरी नै 82 गर्दैन यो व्यवस्थाले हैन 84 मा चुनाव हुँदैन यो फेरि अर्को कुरा पनि खुलिरहेको छ क्या अहिले हाम्रा बाबुराम भट्टराईले के भनेका छन् भने राजालाई पनि समेटेर हामीले लैजानुपर्छ भन्ने जस्तो उनको यो कुरा भर्खरै आछ हिजो अस्ति भर्खर उनी यसरी सडक चेन्ज भए हैन ए बाबा यिनीहरू चेक तपाईँलाई अचम्म लाग्छ छेपारो उनीहरू के अरे स्वयं प्रचण्डले खेलेको गेम देख्नु भएन मानव तस्करीमा हिस्सोमा राजीनामा बिना म मान्दै 1 2 3 राजीनामा भन्थ्यो आज गेम खेल्नु होइन यिनीहरू छेमारो हो यिनीहरू आफू बाँच्नको लागि डु यु अन्डरस्ट्यान्ड व्हाट आई मिन बाँच्नको लागि अब तपाईँको पूर्व गृहमन्त्री वामदेव गौतमले के तपाईँ किन राजनीति गर्नुहुन्छ भन्दा मलाई फाइदा छ किन फाइदा छ भन्दा राजनीति गरेका कारणले म भात खान पाउँछु लग्जरी जीवन जिउन पाउँछु हैन मजाले बस्न पाउँछु त त्यसै कारणले म राजनीति गर्छु घृणा छ तर राजनीति गर्छु किनभने त्यसमा मेरो स्वार्थ छ भनेपछि यिनीहरू आफ्नो स्वार्थको लागि आफ्नै छोरा मार्छन् तपाईहरुको यिनीहरूले मात्रै लुटे अब राजा ल्याएर अब हामीले पनि त लुट्नु पर्यो भने नि त न त हाम्रो पुर्खाले हिजो इतिहासमा लुटेका थिए न त आज लुट्छ न त भोलि लुट्छ हैन के को इस्त्रडा फेरि कुरा आउँछ कुरा ननिकालौ भने फेरि त्यही न 10 करोड कसरी सक्यो त जब जनताले आफू खर्च गरेर आइरहेका छन् सोध्नुस् जनतालाई हो बुझ्नु भयो नि तर त्यो 10 करोड कहाँ सक्यो त किन सक्यो त्यो स्वयं कसले ल्यायो र कसरी सक्यो भने त्यसलाई प्रश्न गर्नुस् मलाई हैन नि म न त त्यो संगठनमा छु हैन न त मैले त्यो 10 करोड देखेको छु त्यो भएर त्यो प्रश्न पत्रकार मासे उहाँलाई नै गरेर सोध्दा राम्रो होला मलाई भन्दा हैन 10 करोड लिनलाई नै किनभने त्यही भित्रको गिरो हो नि त यो तपाईँ पनि निकै दौडधुप गरेर मान्छे हो नि त भने तपाईँले अघि आफै स्वीकार्नु भएको छ पैसा लिएर खाए अब उनीहरूलाई मलाई थाहा छैन तर मैले मेरो खर्च गरेर आन्दोलनमा आएका केही व्यक्तिहरूलाई मैले पनि सेवा गरेको छु भनेर भन्नुभएको छ नि तपाईँले त्यहाँ हाराहारीमा लाखौँ जनता थिए हैन लाखौँ जनताले सबैलाई त्यो 10 करोडको हिस्सा भन्न मिल्छ तपाईँले म मात्र हैन पानी पनि खाएन आन्दोलन गर्न आउने व्यक्तिलाई एउटा पानी खाएन नि जुन व्यक्तिले 10 करोडको कुरा गरेको नि ती व्यक्ति फेलर हुन् हैन हिजो राज संस्था सिद्ध्याउने व्यक्ति पनि त्यही हुन् उनी नै हुन् हैन र उनी जस्ता ताक परे तिवारी नत्र गोतामी छैन त्यसैले त जनताले पत्याउन नसकेर राजा दरबारमा नआए यदि नि दुर्गा प्रसादलाई सम्झिनै पर्छ यदि दुर्गा प्रसाद आजसम्म स्वतन्त्र थिए भने नि राजा दरबारमा छिरिसक्थे जगन्नाथ गुरुङले भनेको कुरा पुग्थ्यो अब दुर्गा प्रसादले मात्र राजा ल्याउन सक्छन् अरूले सक्दैनन् भनेको तपाईँ हैन त्यो हैन राजा आउँछन् तर दुर्गा प्रसादले पनि छुट्छन् छिटै छुट्दैछन् उहाँ कहिले छुट्छन् छिटै छुट्दैछन् पूर्वपक्षको लागि त्यस्ता पूर्वपक्ष हाल्छन् खोलिन्छ त्यो छिटै छुट्दैछन् कहिले छुट्दैछन् ठ्याक्क भनिदिनुहोस् त रवि लामिछा के अरे दुर्गा प्रसाद छुट्छन् भनेर तपाईँहरू त 12-1 वर्षसम्म पनि बस्नु व्यक्ति गलत म 12-1 वर्षसम्म बसेको पनि थिइनँ र तपाईँहरूकै मिडियाबाट मैले भने दुर्गा प्रसाद छुट्दैन अलिक गाह्रो छ समय लाग्छ यो कुरा रहस्यमय छ म तपाईँहरूलाई भनौँला भन्दै थिएँ पत्रकार मास्टर भोलि म दुर्गा प्रसादलाई भेट्न जाँदैछु म त्यहाँ पछि दुर्गा प्रसाद कहिले छुट्छन् पर्सिको दिन तपाईको लोकप्रिय मिडियाबाट यो दिन यो मिति यति गते दुर्गा प्रसाद छुट्दैछन् भनेर तपाईँलाई भन्नु तपाईँ एउटा ज्योतिष होइन त हजुर तपाईँलाई म कस्तो खालको ज्योतिष हुँ जस्तो लाग्छ म असल ज्योतिष मैले भनेको कुरा एउटा पनि अरूसँग मिस नभएको तपाईँ एउटा पत्रकार मास्टर होइन मात्र लामो क्वेशनको आन्सर मात्रै दिनुहोस् अरू कुरा एकछिनमा सुन्छु म ओके तपाईँ यो प्रश्नको उत्तर म तपाईँलाई नै दिन्छु तपाईँ असल ज्योतिष हैन तपाईँले भनेको भविष्यवाणी मिल्छन् हो तपाईँले भन्नु खोज्नु त्यही नै नमिले के छ तपाईँ ठिक छ तपाईँले अहिले क्यामेराको अगाडि दर्शकहरूले हेर्दै हुनुहुन्छ बुझ्नुभयो नि तिथि मिति हेरेर दुर्गा प्रसाद कहिले छुट्छन् र राजा सिंहासनमा कहिले बस्ने सिर्फेस कहिले ल्याउने ठ्याक्कै अचित छ तपाईँको हेर्नुहोस् त्यो म भन्दैछु एट द एन्ड म भन्दैछु हेर्नुहोस् हैन म भन्दैछु तपाईलाई ल भन्नुस् 82 काट्दैन नभन्नुस् तिथि मिति हैन
ठ्याक्क तोक्नु मैले तपाईहरु जस्तै ज्योतिषले 3 पटक राजा बन्छन् राजाले सिर्फ 3 पटक लाउँछन् भनेका थिए कुन ज्योतिषले के भने त्योसँग मलाई मतलब छैन शेरबहादुर देउवाले 7 पटक प्रधानमन्त्री बन्छन् भनेर तपाईहरु जस्तै ज्योतिषले ठ्याक्क भन्नुस् हैन शेरबहादुर देउवा पाँचौं पटक त बनिसके त हैन अब 6औं र 7औं हैन उनले सुवृद्धि गरे भने पुग्नुलाई कति गाह्रो छ हैन त्यही भन्दैछु त भनेको तपाईलाई अहिले भन्यो अहिले नै ल अचितावन तपाईले समाति हाल्नु भएको छ ल एट द इन म भन्छु एट द इन म भन्छु अचितावन जस्तो भएछ ल भन्छु मैले भनिराखेको छु तपाईलाई दुर्गा प्रसाई कहिले छुट्छन् राजा दरबारमा कति बेला आउँछन् कुन मिति आउँछन् कति गते आउँछन् यो म सबै भन्दैछु ल भन्नु ठ्याक्क भन्नु तपाईले भन्नुस् भनेर अहिले नै भन्नुपर्छ भने मलाई जरुरत छैन नि कहिले भन्नुहुन्छ दुर्गा प्रसाई अहिले भन्छु दुर्गा प्रसाई छुटेको दिनमा भन्नुहुन्छ हैन के दुर्गा प्रसाई छुटेको दिनमा कहिले भन्नुहुन्छ हेर्नुस् न त्यहाँ दुर्गा प्रसाईलाई अझै हेर्नुस् न भने अझै त धेरै जिब्रो नचपाउनु न भने केको तपाईका भक्तहरू दर्शकहरू यहाँ आत्तिरहेछन् तपाईको यो बाणी हैन त्यो भक्तहरू आत्तिराखेछन् भक्तहरू पनि आउँछन् म भन्छु त भन्दैछु त म भन्दैछु त म फेरि एउटा यस्तो व्यक्ति हो जिब्रो नचपाउनुस् न तपाईले भएको छ क्या तपाईहरुको लोकप्रिय मिडियाबाट आजसम्म स्वयं भविष्यवाणी गरिसके त्यो सबै मिलेको छ भने यो पनि मिल्छ तिति मितिका साथ भन्दैछु यो भन्दा पहिला के तपाईले अहिले भन्नु के एट द इन भन्छु भनिराखेको छु त कि तपाईँ म तपाईँको पेड हो र कर्मचारी हो र अहिले भनेर भन्ने तपाईँ ज्योतिष असल ज्योतिष तपाईले गुज्रेका छन् ठ्याक्क भन्नुस् एट द इन भन्दैछु त ल भन्नुस् हैन यो अनिष्टको समय हो राजनीति अतुलपुतल हुन्छ हैन पृथ्वीको डिस्ट्रोय हुँदैछ हैन मैले त प्रत्येक नेपालीहरूलाई के भन्दैछु भने तपाईहरु घर घरमा ग्यास चामल हैन चाहिँ राख्नु होला स्टक राख्नु होला र यात्रा गर्दाखेरि एकदम जोगिएर यात्रा गर्नु होला हैन यो विनाशकाल हुँदैछ तपाईको आन्दोलनले त्यही नै भनेको थियो सबले के रे घर घरमा ग्यासहरु स्टक राख्नु चामलहरु स्टक राख्नु यो अनिश्चितकालीन हो पुरै नेपाल बन्द गरेर हामी आन्दोलन गर्छौं केही दिन अगाडि जे मिडियाबाट पनि भनेको थियो इन्डियामा पनि ठूलो अनिष्ट हुँदैछ भने हामीले यही बसेर भनेको थियौ नि इन्डियामा प्लेन झर्यो नि दिदी झरेको झरेन अमेरिकाको नक्सा बदलिन्छ भनेर मैले तपाईहरुको मिडियामा ट्रम्प राष्ट्रपति हुनुभन्दा अगाडि मैले भनेको थिएँ क्या बदलिँदै छ नि आपको रुखमा झटारा हालेपछि एक दुईवटा आँप झरिहाल्छ कतिवटा दुई चारवटा झर्छन् कति दुई चारवटा आँप झर्छन् रविदेखि लिएर प्रकाश भुजेलदेखि लिएर कति दुई चारवटा भने दुर्गा प्रसाद तपाईलाई म अब सोध्नेवाला छैन है भक्तहरूले पनि यहाँबाट हेर्दै हुनुहुन्छ तपाईका भक्तहरूले मात्र यति भनिदिनुस् राजा कहिले सिरपेज लाउने राजाले दुर्गा प्रसाई कहिले छुट्ने ल अचिता समातिरहनु भएको छ तपाईले ल भन्नुस् ल हैन म दुर्गा प्रसाई पनि छुट्दैछन् दुर्गा प्रसाई छुटिहाल्छ नि 1 वर्ष पछाडि भयो भने छुट्ने नै हुन् 2 वर्ष पछाडि भयो भने छुट्ने नै हुन् 25 वर्ष पछाडि भयो भने छुट्ने नै हुन् छुट्न त छुट्ने नै हुन् तर कहिले छुट्छन् तपाई तिथि मिति ठ्याक्क भन्नुस् राजाले जुन तिथि मितिमा जुन साइटमा दरबार छोडेका थिए त्यही तिथि मिति र साइटमा अब तपाई आफै खोतल्नुस् त्यही तिथि मिति र साइटमा राजा फेरि दरबार छिर्दैछन् जुन गेटबाट राजा दरबारबाट बाहिर निस्केका थिए हैन त्यसको विपरीत गेटबाट राजा फेरि दरबार छिर्दैछन् त्यो तपाई आफैले खोज्नु पर्यो नि त्यही विपरीत दिशाबाट जुन दिशाबाट राजा निस्केका थिए दरबारबाट हैन त्यसको विपरीत दिशाबाट राजा दरबारमै छिर्छन् त्यही दरबारमा जुन तिथिमिति अब जुन तिथिमिति आफूले आफूलाई चिमट्नु त एकचोटि तपाईँ निद्रामा बोल्दै हुनुहुन्छ कि के सहीमा बोल्दै एकचोटि चिमट्नु नि तपाईँ निद्रामा त हुनुहुन्छ तपाईँ हैन तपाईँ बियोसीमा बोल्दै हुनुहुन्छ एकचोटि चिमट्नु त आफूले अलिकति लाएर चाहिँ यसो प्रश्न गर्न आउनुभएको छ हैन क्लियर कुरा तपाईँ त ज्योतिष हो नि ज्योतिषबाट तिथिमिति भन्दैछु त अघि भयो भन्थ्यो भनेको ल भन्नुहोस् ठ्याक्क भन्नुहोस् तपाईँ लम्बा चौडा कुरा नगरिकन लम्बा चौडा कुरै गरेको नचपाइकन ठ्याक्क भन्नुहोस् ल जिब्रो नचपाइकन भनिरहेको छु त यार पहिला के रे तपाईलाई यसो भन्दैछु त भन्न त दिनुहोस् भन्दैछु त तपाईँ पहिला जुन गेटबाट निक्लिरहेको थियो अब त्यसको अपोजिट गेटबाट भित्र सिर्छन् भनेर भन्दै हुनुहुन्छ अलिकति अध्ययन गर्नु पर्यो नि मन्दिर जानुको लागि त अलिकति पाइला चाल्नु पर्यो नि घरमै मैले पशुपतिको त्यो पारस लिङ्ग ल्याएर पारसको फेरि राजाको छोराको नाम पारस बनाएन त्यो मूर्ति हुन्छ त्यो ढुङ्गा त्यो पारस ढुङ्गाले बनेको लिङ्ग छ नि त्यो लिङ्ग ल्याएर तपाईँलाई घरमा दर्शन गरौँ पशुपतिको त्यो पारस लिङ्गलाई दर्शन गर्दा पशुपति जानु पर्यो नि त
तपाईँ त पारसको लिङ्गै अब दर्शन गर्छु भनेर भन्न थाल्नुभयो बाबा हो। तपाईँहरू जस्तो महाअपराधी भन्दै हुनुहुन्छ। पशुपतिमा राखेको भगवान पशुपतिनाथको लिङ्ग छ नि, त्यो चाहिँ पारस ढुङ्गाले बनेको। त्यो ढुङ्गाको नाम पारस भनिन्छ। त्यो लिङ्ग चाहिँ त्यो ढुङ्गाबाट बनेको। जुन ढुङ्गा चाहिँ नेपालको हाम्रो धर्म संस्कृतिले त्यसमा फलाम छोयाए पनि सुन बन्छ भन्ने मान्यता छ। त्यो यथार्थ सत्य पनि हो। त्यो ढुङ्गा पाइँदैन पनि होइन। उसको दर्शन गर्नको लागि चाहिँ त्यही ठाउँमा जानुपर्छ नि होइन र पत्रकार महाशय हो। त्यसैले मैले भन्दैछु तपाईँले अहिले क्यामेरा ल्याएर ठ्याक्कै आउनुभयो नि त होइन। क्यामेरा ल्याएर ठ्याक्कै आएपछि त्यो डेट तिथि मिति यति गते भन्नुको लागि त मलाई पनि तपाईँ अशुभ नबोल्नुहोस्। तपाईँले अशुभ बोल्नुभयो। शुभ बोल्दैछु। तपाईँ अशुभ बोल्दै हुनुहुन्छ। मेन गेट कहाँ छ? राजालाई ठक्क सुलट हान्ने गेट कहाँ छ? हो त्यहीँबाट झन्डा जहाँ छ नि हो त्यहीँबाट ठुलो गेटबाट सल्ल जसरी राजा विदेशबाट सवारी भएर आफ्नो दरबारमा बस्नुहुन्थ्यो नि हो त्यसरी नै अहिले आराम गरेर 14 वर्ष चाहिँ आराम गरेर एउटा तपस्या गर्न गएको राजा तपस्याबाट आफ्नो दरबार फर्किँदै हुनुहुन्छ। पुरा त्यहाँ कन्याहरूले जल र ऊ गरेर मजाले राजा हुन्। राजा तिथि मिति साइत छिर्छन् क्या तपाईँले होइन। तपाईँ ज्योतिषले अस्ति पनि तिथि मिति निकाले 2टा साइट पाइसक्यो अरे। अब एउटा त साइट चाहिँ भन्दैछन् यो भदौ 11 गते भदौ 11 गते हो। तपाईँ जस्तै ज्योतिषले आए ज्योतिष मात्र देखा तपाईँ हो। तपाईँहरू जस्तो ज्योतिषमा त्यसैले त म भन्छु त गते म्याते तेखेर म भन्दिनँ त होइन। किनभने तपाईँको अहिले साँच्ची नै गते मते नै तोकेर भन्नुलाई नि तपाईँको यो पाला तपाईँको साँच्ची नै भने 11 महिना समथिङ दिनको चाहिँ 1 वर्ष हुँदैछ क्या। यो सूर्यको रेज र पृथ्वीको रेजै छुट्टै छ। त्यसैले अहिले कुनै पनि गणितीय ज्योतिषले डेटै तोकेर भन्छ नि ठ्याक्कै यति गते भनेर त्यो चाहिँ सत्य हुँदैन। साल सत्य हुन्छ। त्यसैले मैले बारम्बार भने तपाईँलाई 82 गर्दैन 84 मा चुनाव हुँदैन भनेर। तर असारको 21 गते असारको 27 गते त्यो चाहिँ होइन है। जगमान गुरुङले एउटा साइट निकालेका थिए जेठ 15 गते उनको साइट नै थियो है। र अब चाहिँ अब अर्को साइट पनि अब नजिकै आउँदैछ भन्छन् है। केही माताले साउनको 11 देखि 14 भित्रमा समथिङ यस्तै साइट निकालेका छन् फेरि है। अब तपाईँको साइट चाहिँ कहिले ठ्याक्कै हुने? तपाईँ मैले त तपाईँलाई बारम्बार भनिसकेँ। राज संस्था यो देशको यो व्यवस्था म राज संस्था भन्दिनँ के बुझ्नु भएन। यो व्यवस्थाले 82 काट्दैन 84 मा चुनाव हुँदैन। तपाईँलाई बारम्बार भन्दा थाकिसकेँ होइन। थाकिसकेँ। अब कति भयो? अब ठिक छ। अब हामी अन्तिममा पनि छौँ होइन। जस्तै कमल थापा अहिले भारतमा छन्। अहिले पूर्व प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गराउनुमै छन् उनी। खास यो कारण चाहिँ के रहेछ? अलिकति राजा हुन त अघि पनि सोधिहालेँ होइन है। लौ न हजुर राजा ल्याइदिनु पर्यो नेपालमा भनेर गए हुन् कि होइन? अथवा मलाई फेरि पुनः मलाई प्रधानमन्त्री गृहमन्त्री बनाइदिनु पर्यो भनेर गए हुन् कि कसरी गए? किन गए छन् उनी? यथार्थ सत्य भन्नुपर्दाखेरि नरेन्द्र मोदीले हुन त हाम्रो नेपालका प्रधानमन्त्रीसँग त भेट्न चाहँदैनन् उनी होइन। कमल थापासँग भेट्नको कारण चाहिँ के रहेछ? केही न केही रहस्य लुकेको छ पत्रकार महाशय। त्यो सबै रहस्य तपाईँहरूको मिडियाबाट भन्न मिल्दैन। हाम्रो पनि किनभने आफ्नै एउटा गोपनीयता हुन्छ। त्यो गोपनीयता राखौँला र केही दिनपछि तपाईँलाई थाहा त छ नि? थाहा छ किन गएको? थाहा छ तपाईँलाई फेरि यहीँनिर अब यिनीहरू कसरी गएछन् किन गएछन् भन्ने कुरो तपाईँलाई थाहा हुन्छ होइन? न 10 करोड आएर घिसिसक्यो तपाईँलाई थाहा हुँदैन? त्यो उसले 10 करोड आएर घिचिसक्यो। त्यो दरबारमा कति बेला चोरेर गएर चोरेर त्यो थाहा हुँदैन नि हजुर। त्यो एउटा डिप्लोमेटिक कुरा थियो। भनिसके पछाडि तपाईँलाई चाहिँ मलाई यिनीहरूले युज मात्रै गरिरहेछन् भन्ने लाग्छ लाग्दैन? लाग्छ। तर मलाई युज गरे पनि होइन। किनकि म यो देशको माटो यो धर्म यो संस्कृति यो राज्य यो देश मेरा सन्ततिहरू चाहन्छु नि त।
म सन्तान भएर पनि होइन नपुसक भएको छु पत्रकार महाशय, सन्तान भएर नपुसक भएको छु, त्यो बन्न चाहदिनँ म होइन। हेलो ड्याड टेक केयर भन्ने छोरा म चाहदिनँ, लट्ठी टेकाउने छोराको जरुरत छ, त्यो खोज्छु म। यो मातृभूमिमा प्रत्येक युवाहरू यो मातृभूमिमा रमाउन सिकुन् र विदेशका युवाहरू पनि नेपाल आउन्, त्यो चाहन्छु म। अब अन्तिममा जस्तो अहिले राज परिवार पनि पूजाआजा मस्त व्यस्त छन् है, तपाईँहरू जस्तो धार्मिक गुरुहरूले पनि पूजाआजा गरि नै राख्नु भएको छ है। अब जनताले सडक बाटो त ल्याउन सकेनन् राजा, अब तपाईँको यो पूजाआजा धर्म कर्म गरेर राजा आउने सम्भावना छ त? अब अवश्य अवश्य, यदि जनताहरूले यदि साथ समर्थन दिएन भने हामी तान्त्रिक विद्याबाट पनि भए पनि राजालाई ल्याएरै छोड्छु, त्यो मेरो ग्यारेन्टी हो। र प्रत्येक गुरुहरूले हाम्रो धर्म बचाउँ, संस्कृति बचाउँ र यो देशका देवी देवताहरूलाई उजागर गरौँ, उहाँहरूकै ऊर्जाले राज संस्था ल्याउँछ, यो सम्भव छ। जस्तै एउटा कुरा तपाईँलाई यो टुनामुना के तपाईँहरूको यो टुनामुना भने कि सम्भव एकजना मानिसलाई टुनामुना गरेर आकर्षित गराउनु। हजुर, तपाईँहरू पनि त्यसरी नै अब केपी शर्मा ओलीलाई टुनामुना लगाएर चाहिँ राजाप्रति आकर्षित गराउनुहुन्छ कि के गराउनुहुन्छ? जे गर्छु त्यो यो गर्छौँ भनेर त्यो विधि नै सिकाउनु थाल्यो भने त यो अचम्म भइहाल्छ। हेर्नुहोस्, गोसाइकुण्डमा एउटा भैरव कुण्ड छ, त्यो कुण्डको भैरव जगाएर होइन चाइनिज सेनाहरूलाई पागल बनाएर त्रिशुली महफलमा लगाएको हो नि त हाम्रै तान्त्रिकहरूले होइन, र नेपाललाई जिते हो नि त। तर अहिलेका तान्त्रिकहरू त्यस्ता छैनन् भनेर भन्छन्। छन् अझै पनि छन्, केही तान्त्रिकहरू छन् जुन चाहिँ सायद यसरी देखेर खुला होइन हिँडेर मेरोमा आऊ म सबै ठिक गर्छु होइन भनेर ढ्याङ्ग्रो ठगाटाउनु, त्यति मात्रै फरक छ। केही दिन अगाडि एकजना ठुला तान्त्रिक गुरु मेरोमा आउनुभएको थियो, तपाईँहरू पनि हुनुहुन्थ्यो, म मिडियामा चाहिँ म देख्नै चाहदिनँ भन्नु हाल्नुभयो। हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धन्यवाद।